सबैलाई नमस्कार। यो मिनी भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ। तपाईहरु देख्न सक्नुहुन्छ अहिले हामी चाहिँ अल सिफ यो चाहिँ बर्दुबैमा पर्छ। तपाईहरु देख्न सक्नुहुन्छ झिलिमिली लाइटले चाहिँ सजिएको छ ठाउँ। सुनसान छ। सिफ पनि देख्न सक्नुहुन्छ नजिकै। यो चाहिँ तपाईहरु जान चाहनुहुन्छ समुन्द्रबाट चाहिँ घुम्न चाहनुहुन्छ, अल्सिफमा घुम्न चाहनुहुन्छ भने चाहिँ नमस्कार नमस्कार। हामी अहिले घुम्न आइरहेका छौं अल्सिफ। यति बेला रातिको 1 बज्न लागेको छ। फेरि पनि हामी घुम्दै छौं। नजिकै चाहिँ समुन्द्र छ। दिनमा घुम्नलाई चाहिँ 40 देखि माथि डिग्रीको चाहिँ गर्मी छ। त्यो भएर यसो रातिमा चाहिँ घुम्नुपर्छ भन्ने चाहिँ मेरो धारणा। तपाईहरु देख्न सक्नुहुन्छ लाइटले झलमल। ओहो यो हो नि। दिउँसा भन्दा कमी छैन राति पनि। जब पर्छ राति तब बुढी ताती भने जस्तै चाहिँ सबै जति बेला रात पर्छ सबै सुतिराखेका हुन्छन्। अब के गर्ने, आफू त नाइटको चाहिँ काम गर्ने मान्छे, आज नाइटको छुट्टी। त्यो भएर चाहिँ रातिमा चाहिँ अब सुत्ने कुरो भएन अनि चाहिँ यसो घुम्दिनु पर्यो भनेर चाहिँ घुम्न आएको। तिम्रो धारणा के छ? आइसक्रिम खाम भन्यो पसल बोल्दा। आइसक्रिम सायद अब रातिको 12 बजिसक्यो। अब तिमीले आइसक्रिम त त्यस्तै हो। अब यस समुद्रको नुनिलो पानी चाहिँ मिल्न सक्छ सायद। भित्र जान दिँदैन होला है। त्यो भित्र जान पनि पाइँदैन। फेरि त्यो पानी पिउन नि एकदम गाह्रो छ फेरि।